यो चार्ट हेरौँ है। यो नेप्सेको असार 15 देखि साउन 15 सम्मको 2024 को चार्ट। यसमा नेप्से टोटल 16% ले बढेको छ। र यो चार्ट हेरौँ है। यो नेप्सेको 2024 को असार 15 देखि साउन 31 सम्मको चार्ट। यसमा नेप्से टोटल 49% ले बढेको छ। र यति मात्र नभएर 2023, 2022 र 2021 मा पनि नेप्से बढेकै छ। र अहिले हाम्रो असार 15 पछि अहिले हाम्रो नेप्सेमा पनि 2026 मा पनि एउटा राम्रो पोजिटिभ क्यान्डल बनेको छ। अब यो क्यान्डल पछि चाहिँ नेप्सेमा यो जुन बुलिस मोमेन्टम यो बन्ने असारदेखि साउनमा बन्ने जुन यो हिस्ट्रीको ट्रेन्ड छ, त्यो ट्रेन्ड कन्टिन्यू हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ हामी डिस्कस गर्ने नै छौँ। तर त्योभन्दा पनि इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दाखेरि यो असारदेखि साउनमा चाहिँ किन नेप्से बुलिस हुन्छ, किन मोमेन्टम क्याच गर्छ, यसको कारण चाहिँ हेरौँ है। सो मैले देखेको मोटामोटी यसको कारण चाहिँ के हो भन्दाखेरि तपाईँको असार मसान्तमा तपाईँको कम्पनीको फिस्कल इयर इन्ड हुन्छ र फिस्कल इयर इन्ड भएपछि कम्पनीको सबै फाइनेन्सियल क्यालकुलेसन हुन्छ, अडिटिङ हुन्छ र अडिटिङ भइसकेपछि कम्पनीको सबै क्यालकुलेसन रिपोर्टहरू आउँछ। त्यसमा अब कम्पनीले कति प्रफिट जेनेरेट गर्यो, कति लस जेनेरेट गर्यो, कति प्रफिट चाहिँ अब तपाईँको कम्पनीले सेयर गर्न सक्छ होइन। अब त्यसपछि तपाईँको यो क्यालकुलेसन अडिटिङ भइसकेपछि कम्पनीको एजिएम हुन्छ, एनुअल जेनरल मिटिङ। त्यो मिटिङमा चाहिँ कम्पनीले डिसाइड गर्छ लाइक कति हामीले डिभिडेन्ड अब जेनरल पब्लिकलाई प्रोभाइड गर्ने, क्यास डिभिडेन्ड दिने कि बोनस सेयर दिने कि के दिने भनेर। सो यो भइसकेपछि चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि लाइक अगाडि नै तपाईँको स्मार्ट मनीहरूले चाहिँ तपाईँको असार मसान्तमा यो जुन लाइक यो क्यालकुलेसन हुनु, अडिटिङ हुनुभन्दा अगाडि नै तपाईँको केही दिन अगाडि नै यो अक्युमुलेट राम्रो तपाईँको कम्पनी फन्डामेन्टल्ली बोनस दिने कम्पनी हिस्टोरिकल्ली त्यो कम्पनीहरू चाहिँ एक्युमुलेट गरेर राख्छन्। अनि त्यो एक्युमुलेट हुनुको रिजन चाहिँ यो असार पछि चाहिँ असारको बिचमा हुनेपछि मोमेन्टम बिल्डअप हुँदै जान्छ पोजिटिभली, किनकि स्मार्ट मनीले चाहिँ यो लाइक फन्डामेन्टल राम्रो कम्पनीहरूलाई चाहिँ किन्न थाल्छन् र प्राइस बिस्तारै बिस्तारै बढ्दै जान्छ। र असार मसान्तपछि जब कम्पनीको एजिएम हुन्छ र कम्पनीले बोनस अनाउन्स गर्छ, बुक क्लोज डेट अनाउन्स गर्छ, त्यसपछि चाहिँ मान्छेहरूले त्यो स्टक्सलाई चाहिँ बेचिदिने गर्छन्। किन भन्दाखेरि तपाईँको बोनसको डिभिडेन्डको कन्सेप्ट चाहिँ के हुन्छ भन्दाखेरि बुक क्लोजभन्दा अगाडि तपाईँले स्टक किन्नु भएको छ भने चाहिँ इभन तपाईँले त्यो स्टक बुक क्लोज डेट अनाउन्स भइसकेपछि बेच्नुहुन्छ भने तपाईँको होल्डिङमा 0 सेयर्स छ भने पनि तपाईँले चाहिँ बोनस चाहिँ तपाईँकै अकाउन्टमा आउँछ, त्यो किन्ने मान्छेको अकाउन्टमा आउँदैन। सो स्मार्ट मान्छेहरूले चाहिँ के गर्छन् भन्दाखेरि सो अब ट्याक्क असार मसान्तको अलि अगाडि चाहिँ अक्युमुलेट गर्दै 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 जान्छन् र असार मसान्त जब बुक क्लोज डेट अनाउन्स हुन्छ त्यसपछि चाहिँ बुक क्लोज डेट अनाउन्स भइसकेपछि चाहिँ स्टकहरू डम्प गर्छन्। सो त्यही भएर हाम्रो भदौदेखि चाहिँ स्टक झर्ने ट्रेन्ड रहेको छ। सो यसको मेजर कारण मैले देखेको चाहिँ यो हो। अनि अर्को कारण भनेको चाहिँ नेप्सेमा एउटा सेन्टिमेन्ट नै बिल्ड भइसक्यो कि असार र साउनमा मार्केट बढ्छ भनेर। सो यो सेन्टिमेन्टको हिसाबले पनि कतिले ट्रेड गर्छन्। सो यो कारणले गर्दाखेरि चाहिँ मार्केट बढेको हो। अब तपाईँलाई यस्तै खालको मोर टिप्स चाहिन्छ, तपाईँहरू स्टक मार्केटमा नयाँ हुनुहुन्छ, स्टक मार्केटको नलेज छैन अथवा सिक्न चाहनुहुन्छ भने चाहिँ मलाई फलो गर्नुहोला र nepselabs.com मा गएर साइन अप गर्नुहोला। तपाईँले सम्पूर्ण नेप्से रिलेटेड फिचर्सहरू फ्रीमा चलाउन पाउनुहुनेछ। थ्याङ्क यू।